निजामती सेवा ऐन आउने सम्भावना कम, तर कर्मचारीमा राजीनामाको लहर। चालु आर्थिक वर्षको यही असार महिनाभित्रमै सङ्घीय निजामती सेवा ऐन आउने सम्भावना अत्यन्त कम बन्दै गएको छ। सामान्य प्रशासन मन्त्रालयका तर्फबाट अर्थ हुँदै कानुन मन्त्रालयमा पुगेको सङ्घीय निजामती सेवा ऐन 35 दिनदेखि कानुन मन्त्रालयमै होल्ड हुन पुगेको छ। प्रस्तावित कतिपय व्यवस्थाका कारण निजामतीभित्र राजीनामाको लहर आइरहेको समयमा सो विधेयक चालु आर्थिक वर्षमा आउने सम्भावना भने अत्यन्त कम बन्दै गएको छ। निजामती किताबखानाको पछिल्लो विवरण अनुसार असार महिना लागे यता मात्रै 82 जना कर्मचारीले राजीनामा दिएका छन्। यसरी राजीनामा दिनेमा 4 जना सहसचिव, 17 जना उपसचिव छन्। रेकर्ड अनुसार वर्षभरिमा 700 जना कर्मचारीले राजीनामा दिएकोमा बालेन नेतृत्वको सरकार बने यता 100 दिनमै 500 बढी कर्मचारीले जागिर छाडेका छन्। यसरी मन मार्नेमा जागिर अवधि 15 वर्षभन्दा बढी रहेका कर्मचारी समेत रहेका छन्। चालु आर्थिक वर्षको असार महिनाको 11 दिनमा 82 जना कर्मचारीले राजीनामा दिएको भेटिन्छ, जसमा सहायक स्तर, शाखा अधिकृत, उपसचिव, सहसचिव स्तरका कर्मचारी रहेका छन्। यो 15 दिनको अवधिमा राजीनामा दिनेहरूमा 4 सहसचिव, 18 उपसचिव, शाखा अधिकृत तहका 15, सहायक स्तर 52 जना कर्मचारी रहेका छन्। प्राप्त विवरण अनुसार असार 1 गते 2 जना, असार 2 गते 5 जना कर्मचारीले राजीनामा दिएका छन्। यस्तै 3 गते 10 जना कर्मचारी राजीनामा दिँदा 4 गते 12 जना, 5 गते 8 जना कर्मचारी राजीनामा दिएका हुन् भने असार 8 गते 11 जना, 9 गते 6 जना, 10 गते 2 जना, 11 गते 11 जना र 12 गते 8 जना कर्मचारी राजीनामा दिएका रेकर्ड छ। यस्तै 15 गते थप 8 जना कर्मचारी राजीनामा दिएर बाहिरिएका छन्। यो अवधिमा 109 जना कर्मचारी अनिवार्य अवकाशमा जाँदा झन्डै 43% अर्थात् 42 जना कर्मचारीले स्वेच्छाले जागिर छाडेका हुन्। यसरी निजामतीमा राजीनामाको लहरको लाग्नुको एउटा कारण सङ्घीय निजामती सेवा विधेयकमा राखिएको 30 वर्षको सेवा अवधि र 55 वर्ष उमेर हदको प्रावधानलाई मुख्य कारण मानिएको छ। हाल निजामती कर्मचारीले 58 वर्ष उमेरमा अवकाश पाउँदा पेन्सन गणनाका लागि थपिने 2 वर्षको सुविधा हटाउने प्रस्ताव गरिएको छ। यो सुविधा हट्दा कर्मचारीको मासिक पेन्सन रकम 2 देखि 5 हजारले घट्ने हुँदा कर्मचारीहरूले खाइपाई आएको सेवा तथा सुविधाको पेन्सन घट्ने डरले उमेर तथा सेवा अवधि छँदै बाँकी राजीनामा